साथीहरू, हुन त फर्सी धेरै मान्छेलाई मन पर्दैन, तर एकचोटि यो तरिकाले बनाएर खानुहुन्छ, हजुरलाई पनि यो फर्सी धेरै मन पर्छ। आउनु सुरु गरौँ है। फर्सीलाई काटेर मैले यस्तो चाना चाना पारेँ। यता कराईमा तेल तताएर तेजपत्ता हालेँ र थोरै पड्काउने मसला हालेँ र थोरै लसुन फुराएँ। 2वटा खुर्सानी हालेँ र थोरै काटेको प्याज हालेँ। प्याजलाई गोल्डन ब्राउन हुने गरी भुट्नुपर्छ। अब सबै फर्सी यसमा हालिदिएँ र स्वाद अनुसार नुन राखेँ। बेसार राखेर मजाले चलाएँ। अब यसलाई छोपिदिनुपर्छ 10 मिनेटको लागि। ग्यासलाई सानो पारेर यसलाई भुट्दै छोप्दै चलाउने हो। फर्सी पाकेर यस्तो भइसकेको छ। अब यसमा मैले हालेँ जिराको धुलो, थोरै खुर्सानी धुलो र थोरै कसुरी मेथी माथिबाट हालिदिएँ। ग्यास सानो पारेर एकछिन यसलाई भुटेँ। हेर्नुहोस् त कस्तो दामी कलर आएको छ सब्जीको र तातो पस्केँ। यो धेरै नि मिठो हुन्छ साथीहरू र जेसँग पनि खान मिल्छ। मैले रोटीसँग तातो पस्केँ। बाई बाई।